नानीको बाबा यति बिहानै जान लाउनु भएको काममा के गर्नु त नानी काम नगरे फेरि भोलि छोरीलाई खाना दिन गाह्रो होला। बाबा म पढेर ठुलो भएपछि तपाईलाई पारिहाल्छु नि। त राम्रोसँग पढ छोरी, तैँले पढिस् भने मेरो सबै दुःख हराइहाल्छ नि। ल तिमीहरू राम्रोसँग बस, म गोठतिर गएँ। काम गर्न मन नभए नआए हुन्छ। होइन साउनी, छोरी बिरामी भएर हो। लाउनु आज यही मात्रै छ नुन र भात। चिन्ता नगर, एक दिन हाम्रो पनि राम्रो दिन आउँछ। बाबा म पढेर ठुलो मान्छे बन्छु र तपाईलाई आराम गराउँछु।